मौसम चेन्ज भएर हावाहुरी आउने जस्तो देखियो। पानी त आएन। पानी आउँछ कि भनेको पानी आउला जस्तो छैन। हावाहुरीले गर्दाखेरि पुरै रुखहरू ढल्काइदिइसक्यो। मकै भागिदियो। मकै भाग्ने जस्तो कन्डिसन छ। पूर्वदेखिबाट हावाहुरी आइरहेछ। वाउ, बिजुली चम्केको त फोटो खिच्ने भनेको बिजुली चम्केको फोटो खिच्नै नपाइने। कता यतापट्टि चाहिँ बिजुली चम्केको फोटो त आएको छैन। गुड जब गुड जब गुड जब। गजबको फोटो आयो त। बसेर हेर्नुपर्ने रहेछ क्या। यहाँ यस्तो माथि उचाल्नु पर्ने रहेछ कि। माथि उचालेर मौसम रमाइलो भयो। मौसम चाहिँ रमाइलो भयो। अँध्यारो भएको छ 5 बजे। अन्धकार जस्तो भयो। पुरै बादलले घेरिया। हावाहुरी पनि आइरहेछ। बिजुली चम्क्या। बिजुली चम्केको असिना चाहिँ पर्छ कि पर्दैन जस्तो छ। हेरौँ कस्तो हुन्छ। असिना पर्छ कि जस्तो त लागेन। तारहरू हल्लिरह। बिजुलीको तारहरू। हौ, पूर्वतिर त अँध्यारो भइरहेछ। सनलाइट हल्का देखिएको छ। बिजुली चम्किरहेछ। अब यसलाई एडिट गर्नुपर्ने हुन्छ। भएछ त।